नमस्कार सम्पूर्णमा म चाहिँ अर्का टाइल्स एन्ड फिटिङको तर्फबाट बोल्दैछु बिर्तामर झापाबाट। हजुरहरूले हेर्न सक्नु भइरहेको छ मैले चाहिँ अहिले यो पेनामा टाइल्स फिटिङ गरिरहेको छु हैन। र यो वालको टाइल्स चाहिँ मैले हजुरहरूलाई मैले भिडियोमा देखाइरहेको थिएँ। वालको टाइल्स फिटिङ गरिरहेको थिएँ यही बाथरुममा हैन। र अहिले चाहिँ मैले यो पेनाको टाइल्स फिटिङ गर्न गइरहेको छु। यो मुनिको चाहिँ मैले अघि नै काटेर सबै मिलाइसकेको थिएँ हैन। र काट्न चाहिँ समय लाग्छ नि त गाइज हामीलाई हैन। त्यस कारणले त्यसको चाहिँ मैले अघि भिडियो बनाउन पाइनँ गाइज हैन। र हेर्न सक्नुहुनेछ मैले चाहिँ यो अघि नै सबै मिलाइसकेको थिएँ हैन। र अहिले चाहिँ म एक एक पिस हटाउँदै म सबैमा घोला लाउने छु हैन। र घोला लाउँदै फिटिङ गर्ने छु गाइज हैन। कृपया पुरै भिडियो हेरिदिनु होला गाइज हैन। हजुरहरूको लागि म नयाँ भिडियोहरू बनाएर ल्याउने छु हैन। र तपाईहरुले पनि यस्तै बाथरुमहरुमा टाइल्स लगाउन चाहनुहुन्छ भने बिर्तामोडमा रहेको अर्का टाइल्स एन्ड फिटिङलाई सम्झन सक्नुहुनेछ। र यो मैले अहिले काम चाहिँ गरिरहेको बिर्तामोड झापामा रहेको छ हैन। 4 पानी छेउमा काम गरिरहेको छु यो चाहिँ मैले हैन। र कस्तो लागिरहेछ गाइज कमेन्ट गर्नु होला हैन। र एक एक पिस हटाउँदै गर्नुपर्ने हुन्छ हैन। र ठाउँ पनि सानो छ गाइज हैन। अलिकति अप्ठ्यारै हुन्छ लाउन पनि हैन। तर के गर्ने गाइज हैन। अब खानको लागि त केही गर्नै पर्छ नि त हैन गाइज। र म चाहिँ अहिले यही काम गरिरहेको छु हेर्न सक्नुहुनेछ। र तपाईहरुले पनि यस्तै टाइल्स तथा ग्रेनाइट लगाउन चाहनुहुन्छ भने घरमा सम्पर्क गर्नु होला। हाम्रो नम्बर बायोमा पनि रहेको छ हैन। अथवा तपाईले WhatsAppमा मेसेज पनि गर्न सक्नुहुनेछ अथवा डाइरेक्ट कल पनि गर्न सक्नुहुनेछ हैन। कुनै पनि गर्न मिल्ने छ गाइज हैन। र इमोमा पनि हजुरले मेसेज गर्न सक्नुहुनेछ। कृपया चाहिँ पुरै भिडियो हेरिदिनु होला गाइज हैन। र हजुरहरूको लागि म नयाँ भिडियोहरू बनाएर ल्याउने छु। र यो चाहिँ मैले अहिले एक एक पिस हटाउँदै सबैमा फिटिङ गर्न गइरहेको छु हेर्न सक्नुहुनेछ। यसरी माथिबाट मसला म फेरि थप्ने छु। मसला थपेपछि चाहिँ अलिकति हाइट हुन्छ अनि घोला हालिसकेपछि चाहिँ फेरि ठोक्दा मिल्छ नि त गाइज हैन। र यो चाहिँ हामीहरूको ब्लू टाइल्स रहेको छ मुनिको चाहिँ हैन। र मुनिको टाइल्स चाहिँ हामीहरूको खस्रो हुनेछ गाइज हैन। र हेर्न सक्नुहुनेछ मैले चाहिँ फाइनली त्यो मसला थपेर पनि घोला हालिसकेको छु। र अब यसलाई कर्नीले बिस्तारै मसला उठाएर त्यसपछि माथिबाट फेरि मैले घोला हाल्ने छु गाइज हैन। र घोला हालिसकेपछि चाहिँ अब चाहिँ म फेरि टाइल फिक्स गर्ने छु हैन गाइज हेर्न सक्नुहुनेछ। कृपया पुरै भिडियो हेरिदिनु होला गाइज हैन। हजुरहरूको लागि म नयाँ भिडियोहरू ल्याउने छु हैन। र यो टाली पनि फिक्स गरिसकेको छु गाइज हैन। र अब म नेक्स्ट टाली फिक्स गर्न गइरहेको छु। उतापट्टिको पनि मैले अघि नै कटिङ काटेर राखिसकेको थिएँ गाइज हैन। र उतापट्टिको पनि अब म फिटिङ गर्न कम्प्लिट गर्न लागिसकेको छु गाइज हैन। र उताको पनि फिटिङ गरिसकेपछि चाहिँ अगाडितिरको पनि म लाउने छु गाइज हैन। र फाइनली गाइज मैले उताको पनि फिटिङ गरिसकेको छु। र अब अगाडिको फिटिङ गर्न गइरहेको छु हेर्न सक्नुहुनेछ। र यो पनि मैले फिक्स गर्न लागिसकेको छु गाइज हैन। र हेर्न सक्नुहुनेछ फाइनली मैले त्यसलाई चाहिँ सेट गरिसकेको छु। अब बिस्तारै बिस्तारै मार्तलले ठोक्नु पर्ने हुन्छ हैन। अनि बिस्तारै बिस्तारै मार्तलले ठोक्दाखेरि मिलिहाल्छ नि त गाइज हैन। अब त्यो पनि फिटिङ गर्न लागिसकेपछि चाहिँ मैले उतापट्टिको पल्लो टुक्रा पनि कटिङ गरेर राखिसकेको थिएँ अघि नै गाइज हैन। र त्यो पनि अब फिक्स गर्ने छु। कृपया पुरै भिडियो हेरिदिनु होला गाइज हैन। हजुरहरूको लागि म नयाँ भिडियोहरू बनाएर ल्याउने छु। र अब पछाडि पनि म यसरी नै निकालेर टाइल्स फिक्स गर्न गइरहेको छु हेर्न सक्नुहुनेछ। अब यो अगाडिको पनि टुक्रा लगाइसकेपछि म पछाडिको पनि टाली एक एक पिस गर्दै निकाल्ने छु हैन। र फाइनली गाइज मैले अगाडि चाहिँ टाली लगाइसकेको छु हैन। र अब पछाडिको टाइल्स एक एक पिस गर्दै निकाल्ने छु हैन। र हेर्न सक्नुहुनेछ मैले टाइल्स निकालिसकेको छु पछाडिको चाहिँ हैन। अब त्यो निकालिसकेपछि चाहिँ फेरि मैले माथिबाट यसलाई घोला हालेर अनि त्यसपछि कर्नीले म काट्ने छु गाइज हैन। र फाइनली गाइज मैले चाहिँ घोला हाल्न कम्प्लिट गर्न लागिसकेको छु हेर्न सक्नुहुनेछ। र घोला हालिसकेको छु। अब जसरी कर्नीले मसला काट्ने छु। काटिसकेपछि चाहिँ म टाली फिक्स पनि गर्ने छु हेर्न सक्नुहुनेछ। र फिक्स गर्न लागिसकेको छु पछाडिको चाहिँ टाइल्स हेर्न सक्नुहुनेछ। र मार्तलले पनि बिस्तारै ठोक्नु पर्ने हुन्छ हैन। र तपाईहरुले पनि टाइल्स तथा ग्रेनाइट लगाउन चाहनुहुन्छ भने घरमा बिर्तामोडमा रहेको अर्का टाइल्स एन्ड ग्रेनाइट फिटिङलाई सम्झन सक्नुहुनेछ। र हामीको फिनिसिङ पनि हेर्न सक्नुहुनेछ क्या बब्बाल युनिक रहेको छ हैन। र हामीको ग्याप पनि नहुने कारणले चाहिँ फिनिसिङ पनि राम्रो हुन्छ गाइज हैन। र धेरै ठुलो पनि काट्नु हुँदैन गाइज साइडमा हैन। त्यस कारणले फिनिसिङ पनि नराम्रो आउन सक्छ हैन। र हामीले चाहिँ क्लियर पुरै काटेको हुन्छौँ। त्यसपछि चाहिँ यसलाई फिक्स गरिसकेपछि म यसलाई सरसफाइ पनि गर्ने छु हेर्न सक्नुहुन्छ। र फाइनल लुक चाहिँ हजुरले म नेक्स्ट भिडियोमा देखाउने छु हैन। मुनिको पनि लगाइसकेपछि चाहिँ हैन। र कृपया पुरै भिडियो हेरिदिनु होला गाइज हैन। र फाइनली मैले चाहिँ फिटिङ गरिसकेको छु गाइज हैन।